यतिको हुँदैछ। यो कोपी चाहिँ मैले रोपेको धेरै भएको छैन, 1 महिना जति भयो होला। यति ठुलो ठुलो भइरहेछ, कस्तो सप्रेको के मलाई यस्तो खुसी लागिरहेछ। अनि तरकारी मैले चाहिँ खोज्दैछु, यो चाहिँ अर्ग्यानिक नै हो, हामीले नै रोपेको। यस्तो छ, टमाटरहरू छ। यता चाहिँ सबै झरेर के भयो थाहै छैन। अलिअलि पाकेछ अनि सबै झरेर खत्तम भयो। हाम्रो गोलभेडा चाहिँ यस्तो मजाले पाकिरहेछ कि, अनि यहाँ माथि चाहिँ हुनेछ। यस्तो मजाले फलेको छ कि, तर सबै किरा लागेर हेर्नु न यसरी झरिरहेछ। फर्सीको मुन्टा मलाई चाहिँ एकदमै मनपर्छ। यसरी टिप्छु म चाहिँ अनि लगेर पकाउँछु। यिनीहरू चाहिँ सानो छ कि, तर मैले अस्ति टिपेर खाएको थियो, यति धेरै पलाएछ कि बच्चा। ओ माइ गड, वाउ मजा आयो। तर धेरै म टिप्दिनँ पनि, किनकि अरू पनि छ त्यसमा मिसाउने हो। खोइ टिपेन, यस्तो मुटुकको मुन्टा छ यार। फर्सीको मुन्टा तरकारीको चाहिँ केही खाँचो हुँदैन, किन्नु पर्दैन, आफ्नै बारीमा छ। हाम्रो चाहिँ बारी यति छ। यति नै, बाइ बाइ सबैजनालाई।